गाइस स्वादमा 10k लाइक्स पुराउँदा मायाहरु मुटुहरु सबजना मिलेर 10k लाइक्स स्वादमा पुरामै नहीं छेडोगा बुरे जाके यसो दास गेरो देखि बजार रोज सुबिन्जी हामी त हेरेको ओकी जोकी काजल वेलकम ब्याक त्यसले प्यान्टी लाछ है नाङ्गे छैन नि फेरि सक्दैन जाके ब्रदर वेलकम बवाल छ म्याजिक जाके यसो दास गेरो हिरे कना सोचा जरा जनता कहाँ गयो आज ल गाइस बक्स खुल्यो बक्स लुटेर टक्क मेम्बरशिप लिनु होला सबैजनाले ल एउटा हातले पठाउनु है गाइस बुझेन हौ बक्स आफै बन्द गर्नु पर्यो मलाई देउलायो आज आराम मलाई अल्छी लाग्यो है बसौँ अल्छी लाग्यो ठीक छ अल्छी लाग्यो ए ल ल म समुद्रमै ठिक थिए अनुहार देखाउन घुमेछ त्यही भने आज खै काजल चाहिँ के साह्रो हेपेको मलाई हेमरले खै हेटमै हेप्यो हेमरले मलाई आज जाँदैन त जाँदिन हो यतिकै ठिक छ विजेत नगर मलाई है ए ल त्यस्तो होइन होला त्यस्तो होइन होला गाह्रो छ हौ जिन्दगी भने थ्यांक यू फर द हार्ट मे बिकसी आज त दामी बनाएर चाहिँ मैले राजुजी वेलकम स्वागत छ ट्रेजर बक्स राख्नु न अरे ए ल किरणजी ए ल ट्रेजर बक्स राख्नु भने हन लुटेर खै हाटमी पनि पठाउँदैनन् लुटेर हान्नु मान्दैन हैन त्यही हान्दैन लुट्छन् भाग्छन् सबैजना सबैजनाले 55 जना साथीहरुले लाइभ शेयर गरौँ है गाइस एभ्रीवन ड्याम लेट्स गो फर 10k लाइक्स माया गरौँ न गाइस वेलकम अगेन अरे भाइ यार किधर गए त माया लुले मायालाई अलि ल वेलकम ब्याक सम्झना बाउजुजी वेलकम ब्याक म्याजिक कुछ बोलता नहीं है तू फलो गरिराख्नु जोकरलाई सबैले गर्नु है माया गर्नु नराख्ने ट्रेजर बक्स मैले राख्ने हेर्नु के ब्रदर कस्तो होला भनेको जबरजस्ती पो छ त राख भन्न भने कस्तो होला नराख्ने ट्रेजर बक्स भन्दै सोध्छ नि त के हो यो त नि एउटा मेसेज आउँछ ट्रेजर बक्स राख्नु अर्को मेसेज आउँछ नराख्ने ट्रेजर बक्स भन्दै ला यस्तो त होइन होला त थर्कै राख्न लाउने हो क्या ट्रेजर बक्स पनि किरण ब्रो गाह्रो छ त यस्तो साह्रो त होइन होला त ट्रेजर बक्स राख्नु नि अनि चोर्दै भाग्ने हैन पाइँदैन लाइक हाना एभ्रीवन के भएन पहिला म राख दिन्थे हैन आउँछन् चोर्छन् टाप पर्छन् मान्छे मैले ट्रेजर बक्समा खासै बुझ्दै लाग्दैन आवाज छ म्याच म ढिलो भएको हो भाग्दैन ल ए ल अहिले हाल्दिन्छ नि होला हो पुरा त त्यो भन्नु पनि पर्दैन के मेरो 0 चाहिँ फुट्यो है वेलकम छ भाइलाई गाइस उताबाट स्नाइप हान्छ है यो भिलेन ब्रदरकोबाट ढुक्क हो दामी हो के काजी ब्रदर वेलकम डबल सबजना मिलेर गाइस एभ्रीवन मिलेर गाइस थगम न स्नाइप हार्ने होइन होला त सेकेन्ड गेम त गाइस थगम सारो हो उताबाट सेक्छ थगम ए नठगे पनि थियो लागम होला हो खेलिर अब लास्ट म्याच ल लास्ट म्याच है केजीसँग जिस्किम भनेको रहले न होला खेल्यौं भने खेल्यौं न के भा छ र ए ल बोल्नु भयो त आज खेल्ने हालतमै छैन म त थ्यांक यू सरू थापालाई प्रेशा जी वेलकम थ्यांक यू सबैजना थ्यांक यू सो मच डबल मेन कुरा चाहिँ तपाईहरुले केही गर्न नसके पनि हैन गाइस ए ल सुन न साइड केही पनि गर्न नसके इट्स नट अबाउट कोइन ओन्ली के कोइनले मात्र सपोर्ट हुन्छ भन्ने हुँदैन के तपाईहरुले ट्याप हान्दिनु लेट्स गो फर 15k लाइक्स अनि सबैजनाले 55 जना साथीहरुले लाइभ शेयर गर्दिनु त पुग्छ के इनफ हो टेक्ने मान्छे आउनु हुन्छ ढुक्क हुनु न सुन लाइभ शेयर गर्नु न गाइस सबैजनाले मिलेर मुन्ता हाम्रो साथीहरु त झुकेर नि छिर्दैन के भएको यस्तो
नेपाल वेलकम छ है। कस्तो मजाले भन्नुभएको ए ल ल यस्तै हो यार ए ल बक्स 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 धेरै नहाल्नु है गोविन्द ब्रदर काम छैन ढुक्क हो अब यो लास्ट म्याच है एकदम सबैले एकदम एकदम 15-20 मिनेट ग्यापमा राखे पनि सबैजनाले बल लगाउँ त बुद्धि लगाउँ त त्यही हिजो हिजो उतै हामीले होस्टिङ गरेर मात्र मैले राख्नु भनेको क्याम्पमा आउँछ कि अहिले मान्छेहरू ढुक्क हुनु टेन्सन अलि कहाँ जहाँ पाएँ त्यहाँ त म्याजिक हेर्न पाइँदैन होला त नटीको लाइफमा आउनै पर्ने हुन्छ माया गर्नै पर्ने हुन्छ नटीलाई गाइस सबैजनाले मिलेर सबैजनाले एभ्रीवन लाइभ पनि सेयर गरौँ त सोल्टिनी लाइभ चाहिँ लाइभ शेयर गर्दा नि मान्छे आउँदैन यार के साह्रो भएको मलाई त एकदम अलि ग्यापमा 10-15 मिनेटको ग्यापमा वेलकम थ्याङ्क बाजी थ्याङ्क सो मच फर द फलो अर्पितजी वेलकम छ गाइस एभ्रीवन ल डबलमा थोरै प्ले गर्ने ल है गाइस है डबलमा थोरै प्ले गर्ने लाइभ शेयर गर्ने है सबैजनाले मुटुहरु वान रोज कोसँग छ म्याजिक हेर्ने प्राङ्क हेर्ने रमाइलो गर्ने है वान रोज गाइस वान रोज कोसँग छ वान रोज ल म्याजिक हेरौँ म्याजिक जोकर जोकरले म्याजिक देखाइछ त ढुक्क हो तर थापाजी छ भने वान रोज हान्नु न थ्याङ्क यू हाम्रो डबल खोलिसकेको छ ल डबलमा सबैजनाले एभ्रीवन ल मिलेर प्ले गर्नु ल है मिलेर थोरै हान्दा नि हुन्छ कि त्यस्तो धेरै चाहिँदैन त मिलेर एभ्रीवन थ्याङ्क यू है सबजना मिलेर है गाइस एभ्रीवन मिलेर है सबजना डबलमा ठकाउँ छ भने हानेर राखौँ न कोही मित्रहरूसँग डबलमा सेकम लास्ट गेम हो धोबी हानेर जानुपर्छ है गाइस एभ्रीवन मेरो नटी ठिक छ यार डिस्ट्रिक्ट ब्रदर हाउ आर यु ब्रदर गरिराख्दा हुने नि हामी सपोर्ट गर्थ्यौँ नि बोस्टिङ छ भने बोस्टिङ हाल्नु मिस यार ओके मिस यु ब्रदर नभनौँ के हान्न बडा म त हेरेर बसिरहेको छु मिस यु मेरो ब्रदर ठगम खै मेरो त ग्यालेरी नि कम्प्लिट कसैले हानिदिँदैन यार मायै गर्दैन मलाई शिवाङ्गीजी वेलकम लाइन कहिले आउने होला त आम्मा कहिले कुद्ने होला लाइन यसरी नदीकोमा यतिको चाहिँ मान्छे चाहिन्छ नेपालमा ओके यार ओके ब्रदर यार त्यो सुरु गरे अब पढ्यो नि होइन दुःख पनि यस्तो गर्नु परेछ जिन्दगीमा दुःख त आम्मा अघि भर्खर पनि 4 घन्टा भिडियो बनाएर आएको गाइज मैले टेन्सन छ नटीलाई तनाव छ एभ्रिडे नयाँ त देखाउनै पर्छ टेन्सन छ मलाई लूडो तुम खेलो कैंडी क्रश खेलो तुम केला खाओ नेटफ्लिक्स देखो स्नाइप गाइज नटी भाइरल भइसक्यो किनभने थाहा छ गाइज नटी भाइरल कसरी भयो थाहा छ अङ्कल नजानी ल लाग्दैको ल टाटा बाई बाई अब गयो म केटी जिस्काउन टाटा ल बाई बाई ल ब्रदर बाई भिलेज ब्रदर बाई जी बाई बाई कल्पना जी बाई बाई टेक केयर ल बाई बाई बाबा लाग्यो